नेपालमा भर्खरै भएको राजावादी आन्दोलनको बारेमा 1 मिनेटमा बुझौँ। आजभन्दा 17 साल पहिलेसम्म नेपाल एक राजशाही देश थियो र एक हिन्दू राष्ट्र थियो। 2008मा नेपालमा राजशाही सकियो र नेपालमा लोकतान्त्रिक गणराज्य यानि फेडरल डेमोक्रेटिक रिपब्लिकको इस्टाब्लिस भयो। तर अहिले आएर नेपालमा फेरि राजशाहीको माग उग्र रूपले सुरु हुन थाल्यो र यसको कारण छ यसै सालको फेब्रुअरी महिनाको 19 तारिक नेपालको पूर्व राजा ज्ञानेन्द्र शाहले नेपालको लोकतान्त्रिक दिवसको शुभ अवसरमा जनताहरूसँग यो अपिल गरे र जनताहरू त्यसपछि उग्र रूपले बाटोमा निस्किए र आन्दोलन गर्न थाले र भर्खरै भएको आन्दोलनमा नेपाल काठमाडौँको 3 कुने सेना मङ्गल र कोटेश्वरमा एकदमै ठुलो हंगामा भयो र यसको कारण छ नेपालको जनता पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा उहाँको फोटो र नेपालको झण्डा लिएर सडकमा उत्रिए र जब पुलिसले उहाँलाई रोक्ने प्रयास गर्यो त्यहाँनेरि एकदमै ठुलो हंगामा सुरु भयो। पुलिस र भिडको जुन मुठभेड थियो यसमा पुलिसको गोलीबाट एक व्यक्तिले जान गुमाउनु पर्यो भने 30 व्यक्तिहरू घायल पनि भए र त्यसको प्रतिक्रियामा मानिसहरूले पनि पुलिस प्रति हमला गरे र आगो लगाउने काम गरे जसमा 10 जना पुलिस कर्मीहरू पनि घायल भए।